विद्यार्थी भाइ बहिनी लगायत आदरणीय महानुभावहरूलाई हल्ला नगरिकन केही समय शान्तपूर्वक बसिदिन म विनम्रतापूर्वक आग्रह गर्दै शपथ ग्रहणको कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु र यो शपथ ग्रहण समारोहमा उपस्थित हुने सम्पूर्ण मानवहरूलाई हार्दिक नमस्कार गर्दै यो कार्यक्रम म अगाडि बढाउँछु र यहाँ लेखिएको छ मैले तपाईँहरूको सजिलाका निमित्त तपाईँहरूको नाम र तपाईँहरूको पद पनि उल्लेख गरिदिएको छु र त्यो पेपर हातमा प्राप्त गर्नुभएको छ र निर्वाचन समितिले यो तयार गरेको बेहोरा जानकारी गर्दै म जे भन्छु त्यही दोहोऱ्याउनु होला र आफ्नो नाम र पद त्यहाँ लेखिदिएको हुनाले सोही कुरा नै दोहोऱ्याउनु हुन अनुरोध गर्दै इमान्दारीपूर्वक र अनुशासित भएर यो शपथ लिनुहुनेछ भन्ने अपेक्षा गर्दै अब म शपथ ग्रहणको कार्यक्रमलाई अगाडि बढाउनु गएको हुँदा महानुभावहरूलाई शान्त रहिदिनु म अनुरोध गर्दछु। सप्तकोशी बहुमुखी क्याम्पस सोभियत निर्वाचन समितिलाई साक्षी राखेर यो शपथ लिन्छु कि म सत्यनिष्ठा इमान्दारी र निस्वार्थ भावनाका साथ स्वतन्त्र विद्यार्थी युनियनको गरिमा उच्च राख्ने प्रतिज्ञा गर्दै म सच्चा मनले आफ्नो पदको रूपमा मेरो कर्तव्य र जिम्मेवारीहरू प्रथमतः यो सोभियत निर्वाचनमा अहोरात्र खट्नुहुने सोभियत निर्वाचन समिति सुरक्षाकर्मी अग्रज नेतागणहरू क्याम्पस प्रशासन लगायतका प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यो सोभियतलाई सफल पार्नुको निम्ति अहोरात्र खट्नुहुने सम्पूर्ण अग्रज व्यक्तित्व विद्यार्थी साथीहरूमा नेतागणहरूमा हार्दिक धेरै धन्यवाद दिन चाहन्छु। प्रथम त मैले अस्ति पनि भनिसकेको थिएँ चैत 5 गते हामी थुप्रै सङ्घ सङ्गठनबाट निर्वाचित भएर आयौँ। म व्यक्तिगत म लगायतका मेरो प्यानल नेपाल विद्यार्थी सङ्घदेखि निर्वाचित भएर आयो। तर म यो स्टेजदेखि आज के प्रतिबद्धता गर्छु भने म यो क्याम्पसको गेटदेखि छिर्दै गर्दा मैले नेभी सङ्घलाई साइडमा राखेर म एउटा स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधि भएर म कसैलाई नेभी सङ्घ भएकै नाताले म प्रत्यक्ष पोषण गर्ने म कसैलाई अखिलका साथीहरू नै भएर मात्र बाहेस गर्ने खालको यो मेरो व्यक्तिगत धारणा हुने छैन। म क्याम्पस छिर्दै गर्दा सबैलाई सम्मान व्यवहार गरेर सबैको प्रतिनिधित्व गरेर मेरो एउटा मात्र सङ्कल्प के हुन्छ भने म कम्तीमा पनि म लगायतका मेरो सिङ्गो टिम कम्तीमा पनि राजनीतिक रूपमा कसैलाई पनि बायस गर्ने छैनौँ हामी। कम्तीमा रूपमा ऊ अखिलकै साथी भएर मात्र ऊ नेवीसँगै साथी भएर मात्र ऊ अखिल क्रान्तिकारीकै साथी भएर मात्र एक किसिमको बायस गर्ने छैनौँ भन्ने पनि प्रतिबद्धता जनाउन चाहन्छु। म क्याम्पस छिरेकै लगभग 4-5 वर्ष भइसक्यो। मैले यहाँ यो क्याम्पसमा थुप्रै समस्या देखेको छु। यो क्याम्पसमा प्रशासनमा समस्या होला, इन्फ्रास्ट्रक्चरमा समस्या होला, राम्रो पिउने शुद्ध पानीमा समस्या होला। ऊ यहाँ साइकल र गाडीहरू अव्यवस्थित भएर त्यत्तिकै हाँसिरहेको छ। ऊ त्यहाँ क्यान्टिनको वाल र सभा हल त्यत्तिकै हाँसिरहेको छ। यो प्रतिबद्धता हामी के गर्छौँ भने कम्तीमा पनि हाम्रो कार्यकाल सक्दै गर्दा तपाईँहरूले थोरै भए पनि व्यवस्थित साइकललाई राख्ने व्यवस्थापन दिनुहुँदै हामी कमसेकम पहल गर्छौँ र त्यो साइकल व्यवस्थापनको निम्ति हामी जोरदार माग गर्छौँ। अनि त्यसपछि अझै यो कम्तीमा पनि यो यतिको कार्यक्रम हामीले एउटा सभा हलमा गर्दा कति उचित हुन्छ, कति राम्रो हुन्थ्यो। म आजको यो स्टेजदेखि के प्रतिबद्धता गर्छु भने हाम्रो कार्यकाल सकिन्जेलसम्म तपाईँहरूले यो अर्को सोभियतको शपथ ग्रहण यहाँ होइन उनले हलभित्र तपाईँहरूले गर्नुहुनेछ।
यहाँ थुप्रै स्पोर्ट्सको पनि समस्याहरू छ विद्यार्थी कति मात्र यहाँ शिक्षाको लागि मात्र आउनु भएको छैन शिक्षा साथसाथै अतिरिक्त क्रियाकलापको लागि पनि आउनुहुनेछ यहाँ उपयुक्त खेल मैदान छैन राम्रो भर्खरै मात्र म यो स्टेजदेखि धेरै धेरै कपिल आचार्यज्यू 7 नम्बरको वडाध्यक्षलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँको पहलमा भर्खरै मात्र बास्केटबल को प्रोसेस अगाडि बढेको छ समिति बनिसकेको छ अध्यक्ष सिसी तामाङ हुनुहुन्छ लगभग यो 1-2 महिनाभित्र एउटा राम्रो खालको बास्केटबल कोर्ट आउला तसर्थ यति मात्र पर्याप्त छैन यहाँ फुटबल पनि त्यतिकै आवश्यक छ क्रिकेट पनि त्यतिकै आवश्यक छ भलिबल पनि त्यतिकै आवश्यक छ तसर्थ फेरि पनि म प्रतिबद्धता के जाहेर गर्दछु भने कम्तीमा पनि हाम्रो कार्यकाल पुरा हुँदै गर्दा कम्तीमा पनि यहाँदेखि स्पोर्ट्सको राम्रो खालको ट्रेनिङ गरेर स्पोर्ट्सको राम्रो खालको फेसिलिटिजहरू हामी व्यवस्थापन गर्ने खालको प्रतिबद्धता गर्छौँ अनि अर्को मेन समस्या यहाँ लगभग 300 अस्ति मात्र सोभियत चुनावमा 316-320 जना महिलाको सङ्ख्या हुनुहुन्छ कति समस्याहरू भन्न सक्नुहुन्न होला म स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भए मेरो सचिव महिला हुनुहुन्छ तसर्थ तपाईँहरूले डाइरेक्ट मलाई भन्न नसक्यो भने हाम्रो सचिव हुनुहुन्छ महिला यहाँ थुप्रो निर्वाचित साथीहरू हुनुहुन्छ तपाईँहरूले डाइरेक्ट महिला साथीहरूलाई भन्दा हुन्छ तसर्थ मैले महिलाको एउटा ठुलो समस्या देखिरहेको छु प्याड डिस्पोजल मसिनको पनि एउटा समस्या देखिरहेको छु प्याड डिस्पोजल समस्याको पनि एक किसिमको हामीले म यो शपथ ग्रहण नखाँदै गर्दा एक किसिमको मैले मेन्टालिटी बनाएर कहाँ भन्नुपर्ने ठाउँमा थोरै भए पनि फर्दर कुरा गरिसकेको छु तसर्थ हाम्रो कार्यकालभित्र म के चाहिँ प्रतिबद्धता गर्छु भने 2-3 वटा राख्न नसकौँला मेरो कार्यकालभित्र कम्तीमा पनि सप्तखुसी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहलमा होस् या स्वतन्त्र विद्यार्थी युनियनले कम्तीमा पनि एउटा प्याड डिस्पोजल मेसिन यो सप्तखुसी बहुमुखी क्याम्पसमा ल्याउँछ भन्ने पनि प्रतिबद्धता जनाउन तसर्थ यो अलिकति टाइमको बावजुद पनि थोरै यो प्रतिबद्धता जाहेर गर्नु अझै थुप्रै छ तसर्थ म भाषणमा भन्दा पनि एक्सनमा बिलिभ गर्ने मान्छे तसर्थ फेरि पनि जाँदै म अग्रज नेतागणहरूलाई म लगायतका मेरो सिङ्गो प्यानललाई निर्वाचित गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र मैले भोट माग्दा पनि भनिसकेको थिएँ म भोट मात्र माग्न आएको होइन म जिम्मेवारी पनि माग्न आएको तसर्थ तपाईँहरूले चैत 5 गते मङ्गलबारको दिन मलाई जिम्मेवारी सुम्पिसक्नु भएको छ अब तपाईँहरू आराम गरेर बस्दा हुन्छ तपाईँहरूले आफ्नो पढाइको क्षेत्रलाई मात्र पढाइलाई मात्र फोकस गर्दा हुन्छ तसर्थ तपाईँहरूको प्रब्लम समस्या अतिरिक्त क्रियाकलापको चिनमा आजदेखि मेरो भयो मेरो सिङ्गो टिमको भयो स्वतन्त्र विद्यार्थी युनियन सप्तखुसी बहुमुखी क्याम्पसको भयो भन्दै मेरो प्रतिबद्धता मन्त्र यही टुङ्ग्याउन चाहन्छु हस्त नमस्कार जय नेपाल